आई विश म पनि कन्स्ट्रक्सन फिल्डमा आउनुभन्दा अगाडि यो कुरा थाहा पाएको भए। यदि हजुरहरू पनि अर्ली स्टेजमा हुनुहुन्छ भने चाहिँ यो कुरा ध्यान दिएर सुन्नुहोस् है त। नम्बर 1 भनेको सफ्ट स्किल चाहिँ एकदमै म्याटर गर्छ एज मच एज नोइङ टेक्निकल नलेज। सफ्ट स्किल यानि कि तपाईँको कम्युनिकेसन स्किल, प्रेजेन्टेसन वे चाहिँ एकदम इम्पोर्टेन्ट छ एज मच एज नोइङ फर्मुलाज अर कोड। नम्बर 2 भनेको चाहिँ यु डोन्ट ह्याभ टु नो एभ्रिथिङ है। फर्स्टमा चाहिँ एडमिट वाट यु डोन्ट नो, अनि चाहिँ स्टेप बाई स्टेप लर्न गर्दै जानु होला। नम्बर 3 भनेको अर्ली स्टेजमा चाहिँ सफ्टवेयर स्किल्सहरू चाहिँ सिक्दै जानु होला, जसले गर्दा चाहिँ तपाईँहरूलाई पछि एकदमै स्ट्रेस कम हुँदै जान्छ। सफ्टवेयर स्किल्स यानि कि अटोक्याड, जिआइएस, एक्सेल, पावर पोइन्ट, यो चाहिँ तपाईँहरूको लागि लाइफ सेभर नै हुन्छ। नम्बर 4 भनेको चाहिँ यो चाहिँ लास्ट एन्ड माई पर्सनल फेभरेट हो, नेटवर्किङ इज अ फुल ग्रेड मार्क्स है। तपाईँहरू जति नै नेटवर्किङ बढाउँदै जानुहुन्छ त्यति नै बाटो खुल्दै जाने हो। राइट टाइममा राइट पर्सनहरूको चाहिँ लिङ्क बनाउँदै जानु होला, अनि त्यसपछि टिम वर्क चाहिँ एकदमै नेसेसरी नै छ।